योभन्दा अगाडि विभिन्न सांसदबाट प्रस्ताव गरिएका प्रोजेक्टहरू चाहिँ नि राखिदिने किसिमको एउटा प्रणालीको पनि सुरुवात भयो। केही परे केही परेनन्। त म त्यसमा के भन्न गइरहेको छु भने कि मलाई लाग्छ मेरो आफ्नो अनुसार मेरो आफ्नो क्षेत्रमा मैले देखे अनुसार थुप्रै साना साना चाहिँ नि छरिएर बसेका कम्प्लिट नभएर बसेका प्रोजेक्टहरू छन्, जुन प्रोजेक्टमा केही पैसा मात्रै पनि हाल्न सकिने स्थिति भयो भने त्यहाँनिर हजारौंको जनजीवनमा प्रत्यक्ष प्रभाव पर्छ। र मलाई लाग्छ कि त्यतिको फ्रिडम त्यतिको ट्रस्ट चाहिँ नि एउटा निर्वाचित सांसदलाई दिनै पर्छ। अहिले पनि बिग्रेको छैन, लेट भइसकेको छैन। नयाँ कुनै पनि कुरा थाम्नु त्यो माग्नु भन्दा उदाहरणको लागि म चाहिँ यो सुरक्षित आवास र जनता आवासकै कुरो गर्छु। हरेक वर्ष हामी बजेटमा प्रावधान गर्छौं, 10% पनि युज हुँदैन। अब यसको लामो व्याख्या गर्दिन किनकि समय कम छ। त कहीँ नि पानीका आर्सेनिक पानीका ट्याङ्कीका पानीका ठुलो समस्या छ, खान पाउने ट्याङ्की बनाएको छ, पाइप जोड्न सकेको छैन। त्यो लोकल लेभलमा 15% चाहिँ नि पैसा चाहिँ नि उठाएर नहालेसम्म चाहिँ नि त्यो प्रोजेक्ट अगाडि बढ्दैन। उपभोक्ताले त्यो पैसा दिन सक्दैन, पालिकासँग पैसा छैन। 10औं वर्षदेखि यस्ता प्रोजेक्टहरू थन्केर बसेका छन्। म यो पुल र बाटोको कुरा गरिरहेको छैन, साना साना कुराहरू